अलराइट ल आज मैले केही अलिकति वचनहरू पढ्छु होला है तपाईहरुले राम्रोसँग सुनिदिनु होला है हामीले वचनबाट नै केही कुराहरू हेर्नेछौँ। रोमीको पत्र एकदमै मिठो पत्र हो यो पावलले लेखेको हामीलाई थाहै छ। पावलले यो पत्र लेख्दाखेरि रोमीको मण्डलीहरूलाई यो पत्र लेख्दा पावलले रोमीको मण्डलीहरूलाई उनले देखेकै थिएनन् भेटेकै थिएनन् तर पनि रोमको मण्डलीलाई उनले भेट्ने ठूलो चाहना थियो। उनले निरन्तर परमेश्वरको साक्षीमा उनले भन्छन् मैले परमेश्वरलाई साक्षी राख्दछु कि मैले तिमीहरूको बारेमा सुनेको छु र मैले निरन्तर तिमीहरूको लागि म प्रार्थना गर्दछु। यो रोमको मण्डली यस्तो मण्डली हो जसको विश्वासको बारेमा संसारभरि थाहा छ। उनीहरूको विश्वासको चर्चा भएको छ संसारभरि है। आज हामीले पनि विचार गर्ने कुरा हो हाम्रो क्रिस्चियन लाइफ, क्रिस्चियन प्रोफेसन अफ फेथ, कन्फेसन अफ फेथ, कन्फेसन अफ द लर्ड जीसस क्राइस्ट। आज उनीहरू क्रिस्चियन हुन्, सुसमाचार्य मण्डलीहरू उनीहरू क्रिस्चियन हुन् भनेर कसैले सुन्दाखेरि व्हाट दे थिंक अबाउट अस, उनीहरूले हाम्रो बारेमा के सोच्छ। अनि यसरी पावलले पनि रोमीको विश्वासीहरूको बारेमा उनीहरूको विश्वासको चर्चा पाउँदा छक्क परेको थियो। फेरि यो रोमीको मण्डलीले पावलले चर्च प्लान गरेको मण्डली होइन है, पत्रुसले पनि चर्च प्लान गरेको मण्डलीहरू होइन रोमीको। हामीले इतिहासलाई केलाउँदाखेरि प्रेरितको अध्याय 2 मा जब पेन्तिकोसको दिन हुन्छ त्यहाँनिर पत्रुसले वचन प्रचार गर्दै गर्दाखेरि त्यहाँ बाँचेका मानिसहरू जाँदै गर्दा त्यहाँ रोममा गएर उनीहरूले मण्डली खडा गरेको भन्ने कुरा हामीले सुन्छौँ। अनि ती मण्डलीहरूको बारेमा पावलले सुन्छन्, सुनिसकेपछि उनले पत्र लेखेर पठाउँदैछन्। ख्रिस्ट को हुनुहुन्छ, सुसमाचार के हो, सुसमाचार हामी कसरी बाँच्छौँ, सुसमाचारमा कसरी जिउँछौँ, सुसमाचारले हामीलाई के गर्छ भन्ने कुराहरू एकदमै गहिरो शिक्षा हामीले यी पत्रहरूमा पाउँछौँ। सेन्ट अगस्टिनदेखि लिएर मार्टिन लुथरदेखि लिएर जोन विस्ली जस्तो मानिसहरू, परमेश्वरका दासहरू जसले जुन बेला मण्डलीहरूलाई झुटा शिक्षाले बिजोग पारिराखेको बेला यो चाहिँ सही शिक्षा रहेछ, जस्ट शैल लिभ बाई फेथ, धर्मी जन चाहिँ विश्वासद्वारा मात्रै जिउँदो रहेछ। उद्धार र मुक्ति केवल विश्वासद्वारा, सुन्नुहोस् है, केवल विश्वासद्वारा परमेश्वरको अनुग्रहले ख्रिस्ट येशूमा, बाई फेथ, by the grace of God in Christ. It's not by our work, not by our efforts. We cannot buy it, we cannot earn it. यसरी चाहिँ रोमीको पत्रले उनीहरूलाई कन्भिक्ट गरेर पवित्र आत्माले आँखा खोलेपछि उनीहरू सुसमाचार्य मण्डली हुनुपर्छ भनेर चाहिँ उनीहरू लागेको। त्यसै गरेर हाम्रो पास्टर बुवाले पनि, उहाँसँग मेरो पहिलो इन्काउन्टर भनेको फेसबुकमा भएको है। तपाईले मेरो गवाही थाहै पाउनु भएको होला। म निकै लडी बडी हिँड्ने, तुरै फुक्ने, अन्य भाषा रातभरि बोल्ने, अन्य भाषामा गीत गाउने मानिस हो म। 2019 मा हामी ओहायोमा नाच्दै गर्दाखेरि पास्टर बाबुले दिस इज रङ भनेर हानिदिएपछि को रहेछ यो मान्छे भनेपछि उहाँसँग मेरो चिनजान भएको है। हेर्नुहोस् है। अनि यसरी अहिले हामी भेटघाट भइराखेका छौँ र हामी यसरी संगति गरिराखेका छौँ र सुसमाचारको लागि हामी एकसाथ खेताला गरिराखेका छौँ र तब हामी सम्पूर्ण चाहिँ यो सेवाकाईमा बोलाएका छौँ है। ल अब हामी हेर्नेछौँ, वचनमा पढ्नेछु। सबैभन्दा पहिला म एउटा प्रश्न राख्न चाहन्छु हामी सबैको बिचमा, व्हाट डज साल्भेसन लुक लाइक टु अस? किनकि आज वचनको शीर्षक छ सुसमाचार चाहिँ परमेश्वरको शक्ति हो। कसको लागि? हाम्रो लागि जसले उहाँमा विश्वास गर्छ। सुसमाचार नै परमेश्वरको शक्ति हो। यहाँ रा 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 सा बा 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 बाखा खाखा भनेर बोल्नु छैन। प्रभुमा विश्वास गर्नेहरूलाई उद्धार र मुक्तिको लागि परमेश्वरको शक्ति के हो अरे? सुसमाचार हो। न त मनी, न त लाइक पावरफुल स्पिच, हाउ मच यु क्यान साउट। हामीले इन्डियातिरबाट आएको मान्छेहरूले प्रचार गरेको देख्छौँ, कराई कराई भोक्रो फुटाई पसिना असिना बगाएर। परमेश्वरको शक्ति तुरै होइन, तर परमेश्वरको शक्ति हाम्रो लागि उद्धार र मुक्ति के हो अरे? इट्स द गस्पल, नथिङ एल्स। यदि कोही मानिस उद्धार र मुक्ति पाउनु छ र बाँच्नु छ भने त्यो मानिस सुसमाचारले नै बाँच्छ। धनले होइन, पैसाले होइन, मेहनतले होइन,
उफ्रेर छटपटेर कामेर प्रार्थना गरेको देखाएर होइन, इट्स बाई द गस्पल। वाट इज द गस्पल? हाम्रो लागि ख्रीष्ट आउनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मृत्युलाई जितेर उठ्नुभयो। उहाँमा हाम्रो अनन्त जीवनको आशा छ, भरोसा छ, हाम्रो पापको क्षमा छ, माफी छ, अनन्त जीवन छ। पहिलो कोरिन्थी अध्याय 15 को 1, 2, 3, 4। इट्स अ सिम्पल। यो सुसमाचार हो, अनि यो सुसमाचार नै परमेश्वरको शक्ति हो हाम्रो लागि। के को लागि त? हामीलाई उद्धार र मुक्ति दिनको लागि। सो व्हाट डज साल्भेसन लुक लाइक टु अस? अब उद्धार र मुक्ति हाम्रो निम्ति हामीलाई के लाग्छ? के हो? कस्तो लाग्छ हामीले उद्धार र मुक्तिको कुरा गर्दा? अहिले धेरै जसो प्राय मण्डलीहरूमा उद्धार र मुक्तिको कुरा गऱ्यो भने हामीले परमेश्वरमा विश्वास गऱ्यो भने हामीले आशिष पाउँछौँ, हामी निको हुन्छौँ, जाति हुन्छौँ, हामीलाई राम्रो हुन्छ, भलो हुन्छ। हामी मण्डलीमा गयो भने हामीलाई सहायता मिल्छ। दुनियाँ कुराहरू देख्छौँ हामीले, प्रोस्पेरिटी, हेल्थ एन्ड वेल्थ, ब्लेसिङ्स। यो सबै कुरा त परमेश्वरको उपकार हो। हाम्रो स्वस्थता, प्रार्थना गर्दा हामीलाई चङ्गाइ हुनु, निको हुनु, मेहनत गर्दा काम पाउनु, आशिष पाउनु, हामी फल्नु, फुल्नु, वृद्धि हुनु, इट्स अल द बेनिफिट्स अफ गड। एक दिन त यो त सबै हराएर जान्छ होइन भाइ? सबै टलेर जान्छ। अघि हामीले प्रेरितको सार पढेको जस्तो, जिसस इज कमिङ टु जज द लिभिङ एन्ड द डेड। मर्कुसको अध्याय 8 को 36 ले भनेको जस्तो, सारा संसारको धन सम्पत्ति आफ्नो हातमा पारेर आत्मा गुमायो भने तिमीलाई के लाग्यो? सो व्हाट डज द साल्भेसन लुक लाइक टु अस? उद्धार र मुक्ति हाम्रो लागि के हो? अनि किन त्यो उद्धार र मुक्तिको लागि? द गस्पल इज द पावर अफ गड अन्टु साल्भेसन। किन त? वास्तवमा हामी उद्धार र मुक्ति पाएका मानिस केबाट चाहिँ बाँच्छौँ, केबाट चाहिँ उद्धार पाउँछौँ, केबाट चाहिँ मुक्ति पाउँछौँ हामीले? म केही पद पढ्छु ल, अनि त्यसपछि हामी रोमीको अध्याय 1 को 1 देखि 17 बाट हामीले हल्का हेरौँ ल, अनि आजको वचन हामीले राखौँ। लेट मी रिड इट फर्स्ट। आई एम रिडिङ फ्रम रोमन च्याप्टर 1 verse 8 to 38। सर र पढ्छु मात्रै, सुन्नुहोस् है। किनकि सत्यता अधर्ममा दबाई राख्ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ। किनभने परमेश्वरको विषयमा जे जान्न सकिन्छ त्यो तिनीहरूमा प्रकट भएको छ। यो वचन पढ्दै गर्दाखेरि हामीले आफ्नो हृदयलाई पनि केलाऊ है। लेट्स रिफ्लेक्ट, अब्जर्भ आवर सोल्स एन्ड हार्ट्स। किनकि परमेश्वरले त्यो तिनीहरू अथवा मानिसहरू कहाँ प्रकट गर्नुभएको हो। किनभने संसारको उत्पत्तिदेखि नै परमेश्वरका अथवा उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन्, सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्। यसकारण तिनीहरूसँग कुनै बहाना छैन। देयर इज नो एक्सक्युज not to believe that there is no God। आकाशलाई हेर्नुहोस्, जुन तारा, पहाड, खोला, नाला, सृष्टि, यो ब्रह्माण्डलाई हेर्दाखेरि पनि परमेश्वर हुनुहुँदैन भन्ने बहाना छैन। तर मानिसहरूले इन्कार गरेका छन्। किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैँ महिमा दिएनन्, न त तिनीहरू धन्यवादी नै भए, तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए र तिनीहरूको मुख मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान छौँ भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने। बुद्धिमान छौँ भन्छन् रे उनीहरूले। या देयर इज नो गॉड, इट्स अल इभोल्युसन, डुम 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 डुम, इट केम एभ्रिथिङ इन्टु एक्जिस्टेन्स। हामी मानिसलाई पनि के अरे चिम्प्यान्जीबाट बढ्दै आएको भन्छ होइन, इभोल्युसन हुँदै आएको भन्छ होइन। बुद्धिमान छौ भन्ने दावी गर्दै तिनीहरू मूर्ख बने र अविनाशी अनन्त परमेश्वरको महिमालाई विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावरहरू, घस्रने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। People make statue, idols, and they worship them, right? That is like people exchanging the glory of God with the idols and statues that they make themselves. They have ears, they have eyes, but they cannot hear, they cannot listen.
यसकारण परमेश्वरले पनि तिनीहरूलाई दोज पिपल संसारको मानिसहरूलाई तिनीहरूले आफ्नै हृदयका कामुकताहरूद्वारा आफ्ना शरीरहरू आपसमा अनादर गरून् भनेर अशुद्धताका निम्ति त्यागिदिनु भयो। गॉड गेभ देम अप। जति गर्दा पनि हुँदैन त। ब्रह्माण्डले मेरो सृष्टिले मेरो महिमाको घोषणा गर्छ। वचनले ख्रीष्टको बारेमा परमेश्वरको बारेमा भन्छ। सुसमाचार प्रचारकहरू शिक्षकहरूले सिकाइरहेका छन्, घोषणा गरिरहेका छन्। Yet you reject God. सट्ट छोड्दिएको। केही गर्दा पनि हुँदैन त अनि। ल तिमीहरूको हृदयको अभिलाषामा तिमीहरू जलिराख, संसारकै माया मोहमा तिमीहरू कुदिराख। यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूकै आफ्नै हृदयका कामुकताहरूद्वारा आफ्ना शरीरहरू आपसमा अनादर गरून् भनेर अशुद्धताका निम्ति त्यागिदिनु भयो। तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटेर सृष्टिकर्ताको सट्टामा जो साँच्चै सदा सर्वदाका धन्य हुनुहुन्छ सृष्टिको पूजा र सेवा गरे। हेर्नुहोस् त, परमेश्वरको महिमालाई साटे पनि जो धन्य हुनुहुन्छ उहाँ होइन, अब सृष्टिको पूजा गर्न थाले। कसैले जुन, कसैले तारा, कसैले सूर्य, कसैले रुख, कसैले ढुङ्गा। यही कारणले गर्दा परमेश्वरले तिनीहरूलाई नीच कामनाहरूकै निम्ति त्यागिदिनु भयो, किनकि तिनीहरूका स्त्रीहरूले पनि स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारसँग साटे। माई बडी माई विल, इट्स माई फ्रिडम, नोबडी क्यान से एनिथिङ टु मी, इट्स माई चोइस। हामीले विभिन्न मुभमेन्ट देख्छौँ अहिले संसारमा, राइट? हलचल। अनि त्यही प्रकारले पुरुषहरूले पनि स्त्रीहरूसितको स्वाभाविक व्यवहार त्यागेर पुरुषहरूसितै शर्मलाग्दो काम गर्दै एकअर्काप्रति आफ्नो कामुकताले जले र आफ्नो भ्रष्ट चालको उचित दण्डमा आफै पाए। I don't need to marry. I don't like girls. I like guys. त्यस्तो मान्छेहरू छ संसारमा। मलाई त केटै मन पर्छ हो भन्नेहरू। हेर्नुहोस् है, it's unnatural. It's not what God designed. परमेश्वरले सृष्टि गरेको ढाँचा बनाएको यो होइन। The whole world is against God and He designed and rejecting God. अनि जसरी तिनीहरूले आफ्नो ज्ञानमा परमेश्वरलाई राख्न चाहेनन्, they don't have a fear of God, they don't acknowledge God, they don't accept and believe in God, यसरी नै नसुहाउँदा कामहरू गरून् भनेर परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको बसमा सुम्पिदिनु भयो। They are not under the control of God and Holy Spirit, but they are under the control of their the lust of heart, the desire of heart. छोडिदिएको परमेश्वरले। सबै प्रकारका अधर्म, व्यभिचार, दुष्टता, लोभ, शत्रुभावले भरिएकाहरू, डाहा, हत्या, झगडा, छल, दुष्ट विचारले भरपूर कान फुक्नेहरू, निन्दा गर्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अनादर गर्नेहरू, घमण्डी, सेखीबाजहरू, खराब कुरा जन्माउनेहरू, बुबा आमाको आज्ञा नमान्नेहरू, समझ नभएकाहरू, करार भङ्ग गर्नेहरू, स्वाभाविक माया नभएकाहरू, मेल गर्न नचाहनेहरू, दया नभएकाहरू, यस्ता काम गर्नेहरू मृत्यु दण्ड पाउने योग्यका हुन्छन् भन्ने परमेश्वरको न्याय जानिकन पनि तिनीहरू त्यही काम गर्छ भन्छ। त्यो मात्र होइन, तर तिनीहरू यस्ता काम गर्नेहरूसँग खुसी पनि हुन्छन्। They agree with them. They support them. Yes, it's good. It's good to fight with our neighbors. It's good to gossip. It's good to hurt. जज गर्ने, न्याय गर्ने, सेखी गर्ने, डाहा गर्ने। तर वचनले त हामीलाई सिकाउँछ परमेश्वरलाई प्रेम गर्नुपर्छ, छिमेकीलाई प्रेम गर्नुपर्छ, दुश्मनलाई क्षमा दिनुपर्छ, माफी दिनुपर्छ। भनेपछि हेर्नुहोस् त यहाँनिर यो वचनले के भन्छ? It's all against God and against what He designed for. अब यस्तोको बारेमा के हुन्छ त? 18 ले भन्छ परमेश्वरको क्रोध प्रकट भएको छ।
यो क्रोध चाहिँ के हो त? अब अघि हामीले प्रेरितको सार पढ्दै थियौँ, उहाँ आउनुहुनेछ। अब उहाँ आउँदा त फेरि बालक बनेर आउने, मान्छेलाई पश्चाताप गर्ने मौका दिने, तिमीहरू बाँच है, विश्वास गर है, त्यो मौका त छैन त। पश्चाताप गरेर विश्वास गरेर बाँचेका तपाईँ हामी जस्ता मानिसहरूलाई उठाइ लाने हो, परमेश्वरले बचाउने हो। त्यसपछि हामी सदा अनन्तको जीवनमा जान्छौँ, जहाँ दुःख हुँदैन, पीडा हुँदैन, आँसु हुँदैन, झगडा हुँदैन, लडाइँ हुँदैन, मृत्यु हुँदैन। विश्वास नगरेर नबचेकोहरूको माथि त परमेश्वरको क्रोध खनिन्छ भन्छ। क्रोध, परमेश्वरको क्रोधले नष्ट हुन्छ मानिसहरू। अनन्तको कुण्डमा दन्किने आगोमा उनीहरू फ्याँकिन्छ। सो when we talk about salvation, त्यही हो, हामी त्यस्तो ठुलो न्यायबाट हामी बाँच्छौँ, किनकि परमेश्वरको क्रोध यी अस्वाभाविक, अनैतिक, नाजायज, नालायक कुराहरू हामीले जति देख्छौँ संसारमा, यो सबैको निम्ति चाहिँ न्याय गर्न प्रभु आउँदै हुनुहुन्छ। अनि जब हामी बाँचेका भन्छौँ भने we will be saved in that day, त्यो दिनमा हामी बाँच्छौँ। हेर्नुहोस्, यस्तो कडा परमेश्वरको क्रोध हामी माथि पर्दैन। त्यसैले ख्रीष्ट आएर हाम्रो निम्ति यो सम्पूर्ण क्रोध चाहिँ ख्रीष्टले क्रुसमा बोकिदिनु भएको। क्रुसको मृत्युको बारेमा हामीले पढ्यो भने कति दर्दनाक पीडा छ। हेर्नुहोस् न, जब हामी उद्धार र मुक्तिको कुरा गर्छौँ, सुसमाचार हामी परमेश्वरको शक्ति हो भन्छौँ भने यो कुराबाट चाहिँ परमेश्वरले हामीलाई बचाउनुहुन्छ। अनि यो क्रोधबाट चाहिँ बचाउँदैन हामीलाई। पैसाले बचाउँदैन, सुनले बचाउँदैन, चाँदीले बचाउँदैन, कामले बचाउँदैन, आशिषले बचाउँदैन, तुरै फुकाउले बचाउँदैन, छटपटाइले बचाउँदैन, सर्प जस्तो नचाइले बचाउँदैन। हेर्नुहोस्, इट्स अल रङ। सुसमाचारले बचाउँछ हामीलाई। त्यसैले लेट मी रिड इट नाउ, ओके? पावलले यसरी भन्छन् पत्र लेख्दै गर्दाखेरि रोमीलाई, येशू ख्रीष्टको दास पावलबाट जो प्रेरित हुनलाई बोलाइएको हो, जो परमेश्वरको सुसमाचारको निम्ति अलग पारिएको हो। पावलले भन्दैछन् म ख्रीष्टको दास हो। दास भनेको नोकर क्या, होइन? म चाहिँ मेरो मालिक हो, उहाँले मलाई जे भन्नुहुन्छ म त्यही गर्छु। अनि उहाँको म प्रेरित हुन बोलाइएको हो। प्रेरितको अध्याय 9 मा हामीले गयो भने वास्तवमा ऊ त सुसमाचार मन पराउने मान्छे त होइन नि। सुसमाचार विश्वास गरेका मान्छेलाई पनि मन नपराउने मान्छे हो। दमस्कससम्म सादुसी र फारिसीहरूसँग चिठी लिएर, पत्र लिएर खोज्दै मार्न जाँदै थियो। पकडेर लिएर यरुशलेममा ल्याउने, फेरि उनीहरूलाई कुटपिट गर्ने। तर त्यस्तो सुसमाचारलाई सताउने मानिसलाई पनि जम्का भेट गरेर बदलिएर सुसमाचारको प्रचारक र शिक्षक बनाउने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। प्रेरित 9 मा उहाँले बचाउनु भयो। अनि के भन्नुभएको थियो? अननियालाई पर एउटा साउल भन्ने मान्छे छ कि, जा त्यसलाई हात राखेर प्रार्थना गरिदिनु त। त्यसलाई मैले अन्य जातिहरू, राजा रजौटाहरूको अगाडि पनि सुसमाचार प्रचार गर्नको लागि मैले अलग गरेको छु। अनि पावलले यहाँ त्यही भन्दैछ, प्रेरित अध्याय 9 को कुरालाई यहाँ भन्दैछ, म चाहिँ ख्रीष्टले मलाई सुसमाचारको लागि अलग पार्नु भएको। हेल्थ एन्ड वेल्थ गस्पल प्रिच गर्नको लागि होइन, द्याट्स फल्स। प्रस्पेरिटी गस्पल प्रचार गर्नको लागि होइन, द्याट्स फल्स। हाम्रो वरिपरि पनि त्यस्तोहरू धेरै छन् प्रचार गर्ने विभिन्न थरीका। तर तपाईँहरू राम्रो मण्डलीमा हुर्किँदै हुनुहुन्छ, खुसी लाग्छ। तपाईँहरूलाई देख्दा हामीलाई पनि हौसला लाग्छ। हामी टेक्ससमा एक्लै उभिराखेका छौँ, यो चाहिँ सुसमाचार हो भनेर। पावलले भन्छन् हेर्नुहोस् त, म अलग पारिएको हुँ। केसको लागि? सुसमाचारको लागि। जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिल्यै पवित्र शास्त्रहरूमा आफ्ना भविष्य वक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा गर्नुभएको थियो। गस्पल इज नट न्यू। Gospel did not start in the book of Matthew. Gospel started from Genesis chapter 3. उत्पत्तिको अध्याय 3 बाटै सुसमाचार सुरु भएको होइन। जब मानिसले पाप गर्छन् तब के अरे विभिन्न श्रापहरू आयो, मृत्यु भित्रियो, परमेश्वरसँगको संगति अलग भयो। अनि यो सबै कुराबाट छुटकारा पाएर मानिसलाई बचाएर परमेश्वरसँग फेरि पुनर्मिलन बनाउने प्रतिज्ञा त्यहाँनिर प्रभुले गर्नुभयो, परमेश्वरले। त्यसलाई भन्छ प्रोटो इभान्जेलियम।
पहिलो सुसमाचार उत्पत्ति अध्याय 3:15 कन्याले एकजना पुत्र जन्माउने छिन् अनि त्यो पुत्रले यो सर्पको शिरलाई कुल्चिदिनेछ र यो सर्पले चाहिँ उसको कुर्कुच्चा डस्नेछ। व्यवस्थाको अध्याय 18:15 यसैया अध्याय 7:14 9:6 र 7 एकजना पुत्र जन्माउने छिन् कन्याले, उनको काँधमा शासन र सरकार हुनेछ, शान्तिको राजदूत र राजा कहलाइनेछन्। हेर्नुहोस् त, ख्रिस्टको बारेमा त सुरुबाटै छ सुसमाचार। सुसमाचार यहाँनिर मत्तीको अध्यायबाट मात्रै सुरु भएको होइन, त्यो त अब प्रभुको प्रतिज्ञा अनुसार त्यो समयमा प्रभु आउनुभयो। बट द गस्पल स्टार्टेड इन जेनेसिस च्याप्टर 3। त्यही भएर थाहा छ तपाईँलाई, हामीलाई वचन हेऱ्यो भने मत्तीको अध्याय 5:17 के भन्छ? म चाहिँ व्यवस्था र अगमवक्ता पुरा गर्न आएको है, पुरा गर्न आएको म। उहाँले पुरा गर्यो भन्नुहुन्छ। पहिलो कोरिन्थी अध्याय 15 हामीले 1, 2, 3, 4 हेऱ्यो भने पनि पावलले यसरी भन्छन् गस्पललाई, पवित्र शास्त्र अनुसार ख्रिस्ट ठिक समयमा जन्मनु भयो, मर्नुभयो, गाडिनुभयो अनि बौरी उठ्नुभयो। पवित्र शास्त्र अनुसार भन्छ है उसले। आजभोलिका विभिन्न मानिसहरूको दर्शन, सपना, भिजन यो के भन्छ नि, त्यो अनुसार होइन। पवित्र शास्त्र अनुसार ठिक समयमा ख्रिस्ट जन्मनु भयो, मर्नुभयो अनि पुनरुत्थान भएर उठ्नुभयो। ख्रिस्टभन्दा पहिलेका मानिसहरूले क्रुसलाई पर्खेर बसिराखेका थिए। ख्रिस्टलाई अहिले हामीले त्यही ख्रिस्ट जो आजभन्दा 2000 वर्ष अगाडि जन्मिनु भएको थियो, जो हाम्रो निम्ति क्रुसमा जानुभयो, मर्नुभयो, गाडिनुभयो, हामी उहाँलाई हेर्छौँ, उहाँमाथि आशा गर्छौँ। यस, यु डिड इट फर मी लर्ड। जो शरीर अनुसार दाउदको वंशबाट जन्मनु भयो, मत्तीको अध्याय 1 हेर्नुभयो भने ख्रिस्ट दाउदको वंशबाट जन्मिएको कुरा हामीले देख्छौँ। त्यो पनि पवित्र शास्त्र अनुसार। र जो पवित्रताको आत्मा अनुसार मरेकाहरूबाट बौरेर उठ्नु भएको कारणले सामर्थ्य सहित परमेश्वरको पुत्र ठहरिनु भयो। Who else has rose again from the dead until now? कसको कुरा गरौँ? को चाहिँ मरेर बिउतेको छ अहिले मृत्युलाई जितेर? गौतम बुद्ध हाम्रो नेपालमा जन्मिएका हुन्, मेरो घरभन्दा 3 घण्टा पर। उनको चिहान त रित्तो त छैन त। साई बाबाको कुरा गरौँ कि कसको कुरा गर्नु? हरेक राजा रजौटाहरू, शासकहरू मरेका छन्, उनीहरू चिहानमै छन्। हाम्रा आफन्तहरू, हाम्रो बजुहरू, बाजेहरू पनि हामी आफै यहाँ वर्षै वर्ष जन्मदिन मनाउँछौँ, हामी त्यही बाटोतिर लम्किराखेका छौँ। Whose tomb is empty? Only Jesus Christ. पवित्र आत्माले उहाँलाई चाहिँ उठाउनु भएको भन्छ क्या। हेर्नुहोस् त, यसरी उहाँ अहिले परमेश्वरको पिताको दाहिने बाहुलीमा हुनुहुन्छ। He is coming to judge the living and the dead. The Apostles' Creed we read earlier. उहाँद्वारा नै हामीले उहाँको नामका निम्ति सबै जातिहरूको बीचमा विश्वास प्रति आज्ञा पालन पैदा गराउँ भन्ने हेतुले अनुग्रह र प्रेरितको सेवा पाएका छौँ। उनीहरूकै बीचमा तिमीहरू पनि येशू ख्रिस्टका बोलाएकाहरू हौ। हामीलाई ख्रिस्टको सेवा गर्ने मौका दिने, बोलावट, सुसमाचार प्रचार गर भन्ने वही येशूले हो, जो जीवित हुनुहुन्छ, जो चिहानमा हुनुहुन्न, उहाँको चिहान त रित्तो छ। र पावलले भन्दैछ त्यही ख्रिस्टले तपाईहरूलाई पनि बचाउनु भएको, तपाईहरूलाई पनि बोलाउनु भएको। हामी लिडर्सहरू, पास्टर्सहरू, we are also saved and called by the same Lord Jesus Christ, and the church, they are also saved and called by the same Jesus Christ. Called भन्छ संसारको अन्धकारबाट बचाइएका हामी, छुटाइएका, उहाँका प्रजा बनिएका, उहाँका सन्तान बनिएका हामी भन्छ। हिजो हामी पनि मन्दिर मूर्ति धाउने मानिस हो। संसारमा अझ यस्तो धेरै छन्। तपाईँ र मलाई नै परमेश्वरले किन बचाउनु पर्यो? कति आशिषको कुरा हो यो। We are the called out ecclesia, the people of God. यसरी बोलाइएका भन्छ। हेर्नुहोस् त, ख्रिस्टका बोलाइएकाहरू। रोममा हुने सबै जनलाई, परमेश्वरका प्रियहरू र बोलाइएका पवित्र जनहरूलाई, we are called the saints, पवित्रहरू भन्छ। We know we struggle with our life every day. हामी अझै 100% पूरा पवित्रीकरणमा हामी छैनौँ। हामीले कतिखेर रिस उठिहाल्छ हैन? But still we are. दोस्रो कोरिन्थी अध्याय 5 को 17 देखि हामीले 21 मा हेर्यो भने
के पाउँछौँ उहाँ? जब कोही ख्रीष्टमा बाँच्छ भने ऊ नयाँ सृष्टि हो. He is justified in the sight of God. Saved by His grace. We are the sinners, saved by His grace. But the Holy Spirit is sanctifying us. पवित्रीकरण र शुद्धताको काम परमेश्वरले हामीमा निरन्तर गरिराख्नु भएको छ. त्यस कारणले के भन्छ पावलले मण्डलीलाई? पवित्र जातिहरू, पवित्र जनहरू, सेन्ट्स, हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई धेरै अनुग्रह र शान्ति. अनुग्रह र शान्ति अरू कतै छैन. शिवले दिँदैन, बुद्धले दिँदैन. बुद्ध त आफै शान्ति खोज्न हिँडेको मान्छे हो. गणेशले दिँदैनन्, मानिसले पनि दिँदैन यो. तर पावलले भन्छ केवल परमेश्वर पिता र येशू ख्रीष्टबाट. इट्स अनसेटलिङ, अनएन्डिङ पिस. त्यही भएर हामी थाहा छ कहिलेकाहीँ हामी सङ्घर्षमा हुँदाखेरि पनि हामीलाई छटपट्टि हुन्छ कतिखेर, तर हामी प्रार्थना गर्छौँ, प्रभुको चरणमा पर्छौँ, हामीलाई शान्त हुन्छ. हाम्रो गाह्रो साह्रोमा प्रभुको अनुग्रह हामीले देख्छौँ. हामीलाई जति सङ्घर्ष हामीले देख्छौँ त्यति ठुलो प्रभुको हात हाम्रो जीवनमा देख्छौँ. God is helping me, He is guiding me, leading me, He is holding me. He never leaves me, He never forsakes me. He is with me. त्यो प्रभुको अनुग्रह र शान्ति मण्डलीमा हुनु भनेको हेर्नुहोस् त. पहिले चाहिँ सारा संसारभरि तिमीहरूको विश्वासको चर्चा भएकोमा म तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु. I thank God your faith is renowned in the whole world. It's a challenging question for us. कुनै मानिसले हामी क्रिस्चियन हो, यसले ख्रीष्टमा विश्वास गरेको छ, बाँचेको छ भन्दा हाम्रो विश्वासको बारेमा मानिसले के सोच्छ होला है? अहिले संसारमा धेरै जसो कति पटक क्रिस्चियनहरूको लापरवाही र खेलवाड जीवनले गर्दा ख्रीष्टकै नाउँको बेइज्जत भएको हामीले देख्छौँ. When a Christian does wrong, Christ is, ख्रीष्टको बेइज्जत भएको देख्छ. ए त्यो त क्रिस्चियन हो रे, हेर त्यसले यस्तो गर्छ, त्यसले त्यस्तो गर्छ भन्छ. तर जब पावलले रोमको विश्वासीको बारेमा, विश्वासीको जीवन, विश्वासको बारेमा सुने, he heard the good report of the Christians in Romans. तिमीहरूको विश्वासको त संसारभरि चर्चा भएको छ. So when people hear about our faith and profession and confession in Christ, what do they think about us? के सोच्छ होला? अहिले तपाईहरुको पास्टर बुवाहरु हामीहरु लागि परेको कारण पनि यही हो. मण्डलीलाई मण्डली बोलाउने केवल ख्रीष्टको सुसमाचार. यसैले नै हामीहरुमा स्पष्टता, शुद्धता, मण्डलीमा स्वस्थता ल्याउँछ. त्यसैको लागि हामी अगाडि बढिरहेका छौं. सुसमाचारले नै हामीलाई दैनिक परिवर्तन गर्छ. सुसमाचारले हामीलाई आशा दिन्छ, भरोसा दिन्छ ख्रीष्टमा. यही नै परमेश्वरको शक्ति हो हामीलाई परिवर्तन गर्ने एभ्री डे. अनि यो एकचोटी मैले प्रभुमा ग्रहण गरे, विश्वास गरे, म बाँचे भइगयो भन्ने होइन. इट्स आवर डेली फुड. We meditate it, we live in it, we preach it, we teach it, we understand it, we thank God for it. किनकि म निरन्तर मेरा प्रार्थनाहरूमा तिमीहरूलाई सधैँ सम्झन्छु. एउटा अगुवाले मण्डलीलाई कसरी प्रेम गर्छ हेर्नुहोस् त. नदेखेको मण्डली है, तैपनि परमेश्वरलाई धन्यवाद दिन्छु तिमीहरूको विश्वासको लागि. तिमीहरूको निम्ति म निरन्तर प्रार्थना गरिराखेको छु. म तिमीलाई भेट्ने कति ठुलो इच्छा छ मेरो. सधैँ सम्झना गर्दछु. परमेश्वर यस कुरामा मेरो साक्षी हुनुहुन्छ, जसको सेवामा उहाँको पुत्रको सुसमाचारमा आफ्नो आत्माले गर्दछु. तपाईँले यहाँनिर हेर्नुभयो भने 1 देखि 17 सम्म परमेश्वरको सुसमाचार, पुत्रको सुसमाचार भन्छ. द गस्पल इज नट अफ गॉड, इट्स अफ गॉड. इट इज फ्रम गॉड. सुसमाचार परमेश्वरबाटको हो, परमेश्वरको हो. यो मानिसले सृजना गरेको होइन, मानिसले बनाएको होइन. सो इफ somebody preach the gospel, it has to be according to the word of God. It has to be from the God. त्यही कुरा हामीले घोषणा गर्छौं, जसरी पावलले गरे. त्यही सुसमाचारले पावललाई बचाए, त्यही सुसमाचारले त्यो मण्डलीलाई बचाए, त्यही सुसमाचारले पास्टर बाबुलाई, मलाई, तपाईहरुलाई. हेर्नुस् त, इट्स अमेजिङ. अचम्मको आशिष हो यो त सुसमाचार त. सारा संसारै यसको बावजुदमा पनि सुसमाचार बढिरहेको छ. Nothing can stop the gospel.
किनकि तिमीहरूलाई स्थिर पार्नका निम्ति म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकु भनेर तिमीहरूलाई भेट्ने म अति इच्छा गर्दछु। उसको चाहना त्यो मण्डलीलाई भेट्ने, अर्थात् तिमीहरूको मेरो पारस्परिक विश्वासद्वारा तिमीहरूसँगै मैले पनि सान्त्वना पाउन सकु। लेट्स हियर इच अदर्स टेस्टिमोनी हाउ गॉड इज डुइङ व्हाट गॉड इज डुइङ। इट विल इन्करेज अस। अब भाइहरू, जसरी मैले अरू जातिहरूको बिचमा फल पाउँथेँ त्यसरी नै म तिमीहरूको बिचमा पनि केही फल पाऊँ भन्ने उद्देश्यले मैले धेरैपल्ट तिमीहरूको आउने सङ्कल्प गरेँ। यस कुरामा तिमीहरू अनजान रहेको म जान चाहदिनँ। पावलको सबैभन्दा ठुलो चाहना भनेको अब यो अन्तिमतिर चाहिँ उनी यरुशलेम जान चाहँदै थिए। त्यहाँ भएका दुखी गरिब यहुदी विश्वासीहरूलाई उनले सहायता गर्ने उनको चाहना थियो। अनि सायद त्यहाँ पनि रुकेर केही भेटहरू लगेर त्यहाँ सहायता गरेर जाने उनको इच्छा छ। तर उनी विभिन्न कारणले सुसमाचारकै खातिर उनी जेल नेल पर्दै गर्दाखेरि उनी जान सकेका छैनन्। तर उनको इच्छा छ त्यो मण्डलीलाई भेट्ने, प्रार्थना गर्ने सँगै। तर मलाई अहिलेसम्म पनि बाधा छ भन्छ। केही कुराले उनलाई रोकिराखेको छ। तर हामीले यसलाई के अरे बाइबल हामीले हेऱ्यो भने म सुसमाचारको निम्ति एकदमै बाध्य छु। म जहाँ गयो त्यहीँ सुसमाचार म प्रचार गर्न चाहन्छु, किनकि म ख्रिस्टले बचाएको बोलाएको म उहाँको दास हो। I cannot stop without speaking his gospel. म ग्रीक र अन्य भाषीहरू दुवैको अनि बुद्धिमानी र निर्बुद्धिहरू दुवैको ऋणी छु। मलाई ऋण लागेको छ। ख्रिस्टले मलाई यो कुरा प्रचार गर्नु भनेर दिनुभएको छ। के त गस्पल। अन्य जाति पनि यसैले बाँच्छ। यही नै सुसमाचार परमेश्वरको शक्ति हो। यहुदी पनि यही सुसमाचारद्वारा बाँच्छ। ख्रिस्ट हाम्रो निम्ति आउनुभयो, मर्नुभयो, गाडिनुभयो, बरु उठ्नुभयो। आज ज्ञानी पनि यही, अज्ञानी पनि यही, बुद्धि पनि यही, मूर्ख मानिस पनि यहीले बाँच्छ। देयर इज नो एनी अदर अप्सन for a person to be saved. It's only the gospel. This is the power of God. यस कारण सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि म सुसमाचार प्रचार गर्न तयार छु। The church and the people outside of the church, I'm obligated to preach the gospel because it is the power of God. किनकि म ख्रिस्टको सुसमाचारसँग लजाउँदिन। I'm not ashamed of the gospel. It is the power of God. I'm obligated to preach it, teach it. मलाई चाहे यसको खातिरमा मलाई जेल परोस्, म नेल परोस्। पावलले यसरी भन्छ, म जहाँ जान्छु पवित्र आत्माले मेरो लागि त्यही दुःख कष्ट र हतकडी राखिदिएको देखाउँछ भन्छ। आजभोलिका बिना कामका यी प्रेरित र अगमवक्ता भन्नेहरूले पवित्र आत्माले मलाई त्यस्तो देखाउँछ, यस्तो देखाउँछ भन्छ। तर खुद परमेश्वरले बोलाएको प्रेरितले भन्छ, म जहाँ गयो त्यही जेल र म नेल देख्छु। पवित्र आत्माले मलाई त्यही देखाउनुहुन्छ। खालि दुःख कष्ट देख्छु म। र आजभोलिका प्रेरित र अगमवक्ताले धन पैसाको कुरा गर्छ धेरै। तर ख्रिस्टको साँचो सेवकले भन्छ, जेल, नेल, कैद, दुःख कष्टभन्दा अरू कुरा मलाई देखाउनु हुँदैन परमेश्वरले। वाइ? किनकि संसारलाई सुसमाचार मन पर्दैन। किनकि विश्वास गर्ने हरेकका लागि, पहिले यहुदीका लागि र ग्रीकका लागि पनि मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ हो। विश्वास गर्नेहरूको लागि हेर्नुहोस् त। नगर्नेहरूको लागि चाहिँ फेरि के अरे पास्टर हिजो तपाईँले मलाई भन्दै हुनुहुन्थ्यो नि, परमेश्वर नष्ट भइजानेहरूको लागि के अरे मूर्खता हो। यो सजिलो लाग्छ होइन सुन्दा। ख्रिस्ट हाम्रो लागि आउनुभयो, मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो भन्दाखेरि धेरै एथियस्टहरूको प्रचार हामीले देख्छौँ, इन्टरभ्यूहरू। कसरी विश्वास गर्छस् हौ यस्तो कुरा भनेको सुन्छौँ। त्यही हो मूर्खता भनेको। दे डोन्ट बिलिभ, दे आर नट रिजेनेरेटेड। तर जसलाई पवित्र आत्माले कन्भिक्सन दिएर नयाँ जन्म दिएर आज हामीलाई विश्वास गर्ने बनाउनु भएको छ र विश्वास गर्छौँ, उनीहरूका निम्ति चाहिँ हेर्नुहोस् त परमेश्वरको सामर्थ्य यही हो। द गस्पल, द गस्पल, द गस्पल, द गस्पल, नथिङ एल्स। किनकि यसैमा विश्वासदेखि विश्वाससम्म परमेश्वरको धार्मिकता प्रकट भएको छ। परमेश्वरको धार्मिकता केमा प्रकट भएको छ अरे? द गस्पल। यही नै सामर्थ्य हो परमेश्वरको। परमेश्वरले दिएको शक्ति मानिसहरूलाई बचाउनको निम्ति यहीमा परमेश्वरको धार्मिकता प्रकट भएको छ। सुसमाचारको न्युमा धनको प्रचार गरी हिँड्ने, सुसमाचारको नाउँमा विभिन्न कुरा प्रचार गरेर हिँड्नेहरूमा होइन, तर यही गस्पलमा अधर्मीहरूको लागि ख्रिस्ट आउनुभयो। उहाँ निष्कोट हुनुहुन्थ्यो, निर्दोष हुनुहुन्थ्यो। उनीहरूको पाप र अधर्म सबै कुरालाई लगेर बोकेर उहाँ क्रुसमा जानुभयो, उहाँ मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो, ताकि हामी जस्ता अधर्मीहरू ख्रिस्टमा धर्मी हुन सकोस् भनेर। इट्स द गस्पल। दोस्रो कोरिन्थी अध्याय 5 को 21।
त्यही भएर ख्रीष्टमा बाँचेको मानिसहरूलाई नयाँ सृष्टि भनिनुको कारण चाहिँ त्यो हो। दे विल नट फेस द wrath of God। परमेश्वरको क्रोधमा उनीहरू पर्दैन। हामी त बाँच्छौँ, हामी त परमेश्वरसँग हुन्छौँ। This is the gospel. The gospel saved us, changed us, transforms us every day, and it will save us. किनकि यसैमा विश्वासदेखि विश्वाससम्म परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसै गरी लेखिएको छ, धर्मी जन विश्वासद्वारा जिउँछ। It's talking about the saving faith. उद्धार र मुक्तिको विश्वासको कुरा हो। मेरो निम्ति ख्रीष्ट आउनुभयो, मर्नुभयो, गाडिनु भयो र उठ्नु, तेस्रो दिनमा बौरी उठ्नुभयो, मलाई पापको क्षमा दिनुभएको छ, माफी दिनुभएको छ, अनन्त जीवन दिनुभएको छ। दिस इज सेभिङ फेथ। ख्रीष्टमा विश्वास गर तिमी धनी हुन्छौ, ख्रीष्टमा विश्वास गर तिमी सफल हुन्छौ, ख्रीष्टमा विश्वास गर तिमीले जे माग्यो त्यो पाउँछौ भने द्याट्स नट द गस्पल। परमेश्वरको उपकार त यो संसारमा सबैलाई छ। बिल गेट्स हामीभन्दा धनी छ, एलन मस्क हामीभन्दा धनी छ, but who knows if they believe the gospel or not? Who knows if they will be with us in heaven or not? हेर्नुहोस् त, त्यो भएर हाम्रो लागि सर्वथोक भनेको यही सुसमाचार हो र यही सुसमाचार नै परमेश्वरको शक्ति हो जसले हामीलाई बचाउनु भएको छ। यसैमा परमेश्वरको धार्मिकता प्रकट भएको छ। हाम्रो मेहनतमा, हाम्रो आशिषमा पनि होइन। हामीले काम गर्दा हामीले हेर्नुहोस् त आशिषहरू कमाएको छौँ। हिजो हामी कस्तो देशमा थियौँ, कुन ठाउँमा थियौँ, आज हामी यो देशमा छौँ। हामी हरेकको हातमा गाडी छ, आज घर छ, आइफोन छ। ठाउँ ठाउँमा मान्छेलाई खाने घाँस छैन, अफ्रिकातिर, नेपालतिर। तर अहिले हेर्नुहोस् त हामीलाई केही कमजोरी छ। कपडा मन परेन भने एकैछिन वालमार्ट गयो, साम्स क्लब गयो, कस्को गयो, रोज गयो, कता कता के भन्छ, मेसी गयो, छिनको छिनमै हामीले कपडा फेरिदिन्छौँ। तर यो कुराहरूले बसाउँदैन हामीलाई, त सबै जलिजान्छ। सूर्य अन्धकार हुन्छ, चन्द्रमा रातै हुन्छ भन्छ। What can save us at that time? Nothing. संसारलाई केले बचाउने? कसैले पनि सक्दैन। It's only the gospel. यही सुसमाचारले बचाउने हो। आउनुहोस् हामी धन्यवाद दिउँ ल परमेश्वरलाई। यही सुसमाचारले आज हेर्नुहोस् त पावललाई बचायो, पत्रुसलाई बचायो। उठौँ उठौँ हामी प्रार्थना गरौँ। पास्टर बाबुलाई यही सुसमाचारले बचाउनु भयो। यही सुसमाचारले तपाईँ र हामीलाई बचाउनु भयो। हाम्रो परिवार, नानीहरू, यही सुसमाचार हामीले प्रचार पनि गरिराख्ने हो, सिकाइ पनि राख्ने हो। जब परमेश्वरले सृष्टि गर्नुभयो, कति असल सृष्टि गर्नुभएको थियो। उत्पत्ति अध्याय 1 र 2। जब 3 मा आयो के भयो? मानिसले पाप गरे, उहाँको आज्ञा भङ्ग गरे, मृत्यु, श्राप, पाप भित्रियो। यो सबै कुरामाथि, यस्ता पाप, अपराध, अधर्म, यी सबै कुरामाथि परमेश्वरको न्याय छ। तर यो कुराबाट हामीलाई मानिस बाँचोस् भनेर परमेश्वरले पठाएको शक्ति चाहिँ यही सुसमाचार मात्रै हो। And it is our everyday food. We read it, we know it, we understand it, we live in it, we pray for it, we grow in it. है आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। छोटो प्रार्थना गरेर पास्टर। पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। प्रभु, तपाईँ अति प्रेमिलो परमेश्वर हुनुहुन्छ। सर्वथोक तपाईँले असल सृष्टि गर्नुभयो परमेश्वर, र मानिसलाई तपाईँले प्रभु आफ्नो स्वेच्छामा छोड्दाखेरि पनि प्रभु तपाईँले सम्पूर्ण निर्देशन दिएर छोड्नु भएको थियो। के खानु, के नखानु, के गर्नु, के नगर्नु। र तपाईँको आज्ञाको विरुद्धमा जाँदा आइपर्ने परिणाम पनि तपाईँले बेलैमा भनिदिनु भएको थियो। त्यो उत्पत्तिको अध्याय 3 मा आदमलाई। तर पनि प्रभु मानिस स्वभावैले परमेश्वर तपाईको मार्ग, तपाईका पथ र तपाईका निर्देशनलाई त्याग्नेछन् र उनीहरूले त्यागे। तापनि प्रभु तपाईँले कति ठुलो अनुग्रह गर्नुभयो। आज उनीहरू तपाईँबाट टाढा भएर लुक्न जाँदाखेरि पनि तपाईँ खुद आफै खोज्न आउनुभयो उनीहरूलाई।
तपाईँले उनीहरूमाथि अनुग्रह गर्नुभयो, सुसमाचार तपाईँको पुत्र ख्रिस्टको प्रतिज्ञा गर्नुभयो। अगमवक्ताहरूले त्यही कुरा, त्यही आशाको अगमबानी गरे, घोषणा गरे र समयको ठिक समयमा तपाईँको पुत्र येशू ख्रिस्ट पवित्र आत्माद्वारा कन्या मरियमद्वारा जन्म लिएर आउनुभयो र हाम्रो निम्ति क्रुसमा जानुभयो, मर्नुभयो, गाडिनुभयो र प्रभु तेस्रो दिनमा पौडी उठ्नुभयो। यही सुसमाचारले हामीलाई बचाएको छ, संसारदेखि अलग गरेर तपाईँको प्रजा र मण्डली बनाएको छ। र यही सुसमाचार प्रचार गर्नको लागि आज हामी पास्टर बुवाहरू, हामी अगुवाहरू र सम्पूर्ण मण्डलीलाई प्रभु यो संसारमा यही सुसमाचारको खेताला हुनको लागि, यो यही सुसमाचारमा बढ्न, हुर्किन, गएर फेरि आफ्ना परिवार, छिमेकी र सारा संसारलाई प्रचार गर्नु सिकाउनमा तपाईँले बोलाउनु भएको छ। प्रभु हामी तपाईँलाई धेरै धन्यवाद दिँदछौँ। हाम्रो निम्ति कत्रो दुःख कष्ट भोग्नुभयो, क्रुसको पीडालाई सहनुभयो, कारण हामीलाई प्रेम गरेर बचाउनको निम्ति। तपाईँको यो अगम्य प्रेमको लागि हामी तपाईँलाई धन्यवाद दिँदछौँ। प्रभु फेरि आज यसरी तपाईँले कर्णरिस्टोन नेपाली चर्चसँग सेवा गर्ने, सङ्गति गर्ने मौका दिनुभयो, सबैको लागि धन्यवाद। परमेश्वर तपाईँलाई धेरै धन्यवाद। पास्टर बुवाहरू, एल्डर बुवाहरू सबैलाई धन्यवाद र मण्डली परिवारलाई पनि धेरै धन्यवाद। तपाईँको वचन हाम्रो हृदयमा निरन्तर रहिरहोस्। परमेश्वर धन्यवाद छ। सबै कुराबाट महिमा तपाईँलाई येशू ख्रिस्टको नाममा। आमेन। जय मसीह। जय मसीह।